हेलो गाइस, दर्शन नमस्ते। म अब किचनमा आइसकेँ। आजको भान्सा छ के छ म देखाउँछु तपाईँहरूलाई। ल साथीहरू, म 1 किलो माछा लिइसकेँ है। अब यसलाई छर्लक्क धुन्छु नुन र भेनिगरले। साथीहरू, 1 चम्मच बेसार, 1 चम्मच गरम मसाला, स्वादअनुसार नुन, काली मिर्चको धुलो, 1 चम्मच जति लसुन पाउडर, अदुवा पाउडर, यो फेरि सबै मिसिएको पाउडर। साथीहरू, अब म मिक्स गर्छु। सब मसला लगाइसकेँ, मोलिसकेँ, रेडी भयो। अब म यसलाई 1 घन्टा छोपेर राख्छु है साथीहरू। माछा 1 घन्टा भयो है मसला लगाएर राखेको। अब म यसलाई फ्राई गर्छु। र साथीहरू, तेल पनि तातिसकेँ। मैले यो तेल पहिला आलु फ्राई गरेको थिएँ। ल, माछा फ्राई माछा रेडी भयो। फेरि अर्को लगाइदिन्छु। आजको खान्छु साथीहरू, एकदम छिट्टो भयो। रेडी भयो सब। यता माछा रेडी, यता राइस रेडी भयो। डक्कुस भन्छ साथीहरू। यहाँ फेरि घिउ नराखिकन खान्नन् क्या साथीहरू। हेर्नु त। ल साथी, आजको खाना यही हो। माछा फ्राई। यही खाना आजको, छैन बढी चटनी। ल, बाई बाई। अब अर्को भिडियो मिलाउँला।